साथीहरू के छ, आज चाहिँ म 10 किलो मटन र 3 किलो टमाटर हालेर टमाटर कढी बनाउन जान लागेको छु। हेर्न सक्नुहुन्छ यो हल्का 26 किलो प्याजलाई हल्का ब्राउन कलर आउनसम्म हजुरले चलाउनु पर्छ। अनि 28 किलो जति खुर्सानी हालेको छु, हेर्न सक्नुहुन्छ। हल्का ब्राउन गर्ने अनि छोपिदिने सिमीलाई हैन। अनि 52 किलो मसला यहाँ कुटिरहेको छु म। 52 किलो मसला कुटेर यसलाई हल्का मसिनो बनाउँदैछु। यो सुरुदेखि लास्टसम्म हेरिदिनु होला। यसमा चाहिँ एड गर्नुपर्छ 52 किलो मटन। अनि यसलाई मजाले मायाले हल्लाउनु। गजब भयो। यसमा चिली पाउडर एड भइसकेको छ। यो कलर र